हेलो आज म मुङ बिन स्प्राउट को अचार बनाउन लागेको। यसको लागि चाहिने सामानहरू 2 कप्स मुङ बिन सोक गर्ने स्प्राउट को लागि। अब यो ओभरनाइट सोक भयो। अब यसलाई मजाले ड्रेन गरेर स्प्राउट हुन दिने। मुङ बिनलाई ड्रेन गरेर यसलाई एक दिन चाहिँ छोपेर राख्ने। सो नेक्स्ट मर्निङ यसलाई मजाले रिन्स गर्ने अनि फेरि प्याक राख्ने अन्टिल यसमा स्प्राउट नआएसम्म। यसलाई फेरि छोपेर राख्छु म। मेरो 3 दिनपछिको मुङ दाल यस्तो भएको छ। अब यो मजाले स्प्राउट भइसक्यो। इट्स रेडी। आज यो स्प्राउटबाट म अचार बनाउँछु। यसको लागि मैले अराउन्ड 3 कप्स स्प्राउट लिएको छु। मुङ दाल स्प्राउट, क्युकम्बर 3टा, हरियो प्याज 1 मुठा, क्लोभ 2-3 वटा, सेसमी सीड, लेमन, सल्ट र खुर्सानी स्वाद अनुसार। अब एउटा प्यानमा 1/2 कप सेसमी सीडलाई रोस्ट गर्ने। अब यो ब्राउन भयो। रेडी भयो। अब यो सेसमी सीडलाई ब्लेन्डरमा राखेर पिस्ने।
यो चाहिँ आलुको अचार बनाउने जस्तै हो, तर मैले यसमा आलु एड गरेको छुइनँ। अनि अब यो सेसमीको धुलोलाई पनि यसमै एड गर्ने। अब एउटा प्यानमा अलिकति तेल तताउने, अराउन्ड 2 टेबलस्पुन जति। यसमा 1 teaspoon मेथी, यो 1 teaspoon बेसन हालेर झाल्ने। यसमा चाहिँ मैले यो धुलो खुर्सानी पिनेको पनि स्वाद अनुसार म चाहिँ 2 टेबलस्पुन जति हालिदिन्छु। मलाई अलिक पिरो मनपर्छ। र यसमाथि लेमन निचोर्ने, मैले 2टा लेमन लिएको छु। तपाईलाई अमिलो चाहिँ कतिको हाल्नु मन पर्छ त्यो अनुसार हाल्नु भयो हुन्छ। मैले 2टा लेमन लिएको छु। यसमा सल्ट पनि हाल्ने, 1 टीस्पुन। मुस्ने, एकदम मिठो हुन्छ। तपाईहरु पनि घरमा यसरी नै बनाउनु सक्नुहुन्छ। र यसमा तपाईले बोइल पोटेटो पनि एड गर्न सक्नुहुन्छ, तर मैले यसमा चाहिँ पोटेटो एड गरेको छुइनँ। म चाहिँ यतिकै खान्छु। मेरो अचार यस्तो भएको छ, एकदम मिठो भएको छ।